ल हेर्नुहोस् हिजोको आंशिक वर्षाको कारण मौसम चाहिँ यस्तो भएको छ है, पुरै कुहिरो लागेको अवस्था छ। यो माघको आज 15 गते होला सायद। म चाहिँ यसो बिहान बिहान डाँडाको हरियाली स्वच्छ हावा लिन डाँडातिर घुम्दैछु। एकदम बिना प्रदूषणको एकदमै रमणीय ठाउँलाई हेर्नुहोस् बढिरहेछ। अघि अहिले हेर्नु त कति फरक भइसक्यो। बढेकै हो र पक्का बढे अघि यो हुसी चाहिँ बढे जसलाई हिउँ पर चम्पादेवी गयो भने त पर्थ्यो होला हिउँ है। सोधेको कहिले सुनिहाल्नु हो गाउँले गफ होइन। यस्तो रमणीय ठाउँमा यदि तपाईँ पनि जग्गा खरिद गर्न चाहन्छु भने सम्पर्क गर्न सक्नुहुन्छ है गाइजलाई। हेर्नुहोस् एकदम राम्रो ठाउँमा छ जग्गा। यो मेरो घर हो, अघिसम्म देखिरहेको थियो, अहिले उसुले छेकेको अवस्था, पुरै कुहिरो मण्डल लागेको अवस्था छ। म चाहिँ एकदम श्वास प्रश्वास थेरापी गरिरहेको छु। माया